Hi guys, welcome to my channel. म चाहिँ क्यानाडा आएदेखिको मेरो चाहिँ यो फर्स्ट भ्लग हो अनि आज चाहिँ म एकदम बोर भएँ अनि म ग्रोसरी गर्न पनि जाँदैछु अनि हजुरहरुलाई देखाउँछु कि यहाँ कति के पर्छ ग्रोसरीहरुलाई कति पैसा पर्छ लाइक कति डलर पर्छ हो त्यो देखाउन जाँदैछु सो अब चाहिँ म नुहाउनको लागि बाथरुम पनि आइसकेको छ अब म नुहाउँछु ओर्छु रेडी हुन्छु अनि हजुरहरुसँग फेरि पनि भेट्छु त्यतिन्जेलको लागि बाइ हेलो गाइस म चाहिँ नुहाएर आइसकेको छु म चाहिँ फ्रेस भइसकेँ अब चाहिँ रेडी हुन्छु यसो मेकअप लाउन पर्यो नि हैन मेकअप त लाउनु पर्यो अब यसो मेकअप सेकअप गर्छु अनि बाटोमा भेटौँला म चाहिँ रेडी भइसकेको छु अब चस्मा लाउन बाँकी छ अनि जुत्ता लाउन बाँकी छ अनि त्यसपछि हामी चाहिँ वालमार्टतिर जान्छौँ हाम्रो घर नजिकै पनि यहाँ वालमार्ट त छ तर त्यहाँनिर एक्सपेन्सिभ चाहिँ होइन तर त्यहाँ हेरिकन अर्को एक ठाउँमा चाहिँ अलिक सस्तो पाउँछ क्या अनि सस्तोको खोजीमा हिँड्दैछु म चाहिँ आज अनि अब भरे म बाटोमा पुगेपछि देखाउँछु हजुरहरूलाई म कहाँ जाँदैछु कसरी जाँदैछु केमा चढेर जाँदैछु भनेर त्यतिन्जेलको लागि चाहिँ बाइ म चाहिँ ग्रोसरी गर्नुको लागि निस्किसकेको छु अनि अब बसको वेट गरेर बस्छु छु बस आउँछ अनि बस आउने बित्तिकै चाहिँ म त्यहाँबाट जान्छु झोला बोकेर जानुपर्छ न त झोलाको $1 पर्छ त्यही भएर झोला चाहिँ घरबाट बोकेर जानै पर्छ यदि तपाईँहरू नेपालबाट भर्खर आउनु आँट्दै हुनुहुन्छ भने चाहिँ झोलाहरू चाहिँ लिएर आउँदा हुन्छ दरो एक दुईवटा झोला लिएर आउँदा हुन्छ किनभने हरेकचोटि सामान किन्न जाँदा $1 को झोला त किन्नै पर्छ नि त अनि त्यो त घाटा हुन्छ त्यही भएर लिएर चाहिँ आउँदा हुन्छ ल अब बसको वेट गर्छु नि बस आएपछि चाहिँ म जान्छु यहाँ चाहिँ बसहरू ठ्याक्क भनेको टाइममा आउँछ क्या लोकेसन हेर्न पर्छ अनि लोकेसनमा अब अहिले म जान आँटेको ठाउँको बस चाहिँ 4 नम्बर ठ्याक्कै 1 बजे आउँछ देखाएको छ ठ्याक्कै 1 बजे नै आउँछ क्या साथीहरू टाइमको यति धेरै टाइमको भ्यालु छ यहाँनिर एक मिनटको 1 मिनट पनि ढिलो या भनौँ न 10 सेकेन्ड पनि ढिलो पुग्यो त्यो बस भएको ठाउँमा भन्नु नि त बस रोक्दैन क्या नेपालको चाहिँ रोक भन्दै त्यो खलासी त्यस्तो हुँदैन रोक्दैन यहीँ आइपुगेको छु ठ्याक्क म आइपुगेँ होइन अनि ठ्याक्क बसको ढोका लागिसकेको छ भने त्यो बसको ढोका खोल्नेवाला छैन चाहिँ अनि एक सेकेन्डको यहाँनिर चाहिँ यति महत्त्व हुन्छ नि अनि अब 1 बजे आउँछ बस भने चाहिँ ठ्याक्कै 1 बजे आउँछ म चाहिँ बाटोमै छु यस्तो छ यहाँको चाहिँ कसले भन्नु कि क्यानाडामा घाम लाग्दैन भनेर यस्तो घाम लागिरहेको नि घाम लागिरहेछ जाडो छैन क्या यहाँनिर क्यानाडामा चिसो मात्रै हुँदैन साथीहरू बस चाहिँ आइसकेको छ यहाँनिर देख्न सक्नुहुन्छ ठ्याक्क टाइममा यहाँ बस चाहिँ आइसकेको छ अब म बसमा चढ्छु बसमा चाहिँ भिडियो बनाउँदिनँ म डरै लाग्छ मलाई क्याप्चर गर्न बसमा चाहिँ सो म बसदेखि ओर्लिसकेँ अब चाहिँ यहीँ आइसक्यो अब यहीँनिर म ग्रोसरीहरू के कस्तो पर्छ हजुरहरूलाई देखाउँछु अब त्यहीँ गएर भेटौँ है त यहाँ बाहिरको नजारा चाहिँ यस्तो छ यहाँ अहिले एकदमै डर लाग्छ अनि यहाँ चाहिँ कुकुरहरू यत्तिकै हुन्छ तर केही गर्दैन यताको कुकुरले चाहिँ तर पनि मलाई चाहिँ एकदमै डर लाग्छ कुकुरहरूदेखि सो त्यही हो म चाहिँ आज एक्लै हिँड्दैछु हुन त जहिले एक्लै हिँड्छु सब अब दुईजना आफ्नो आफ्नो काममा भएपछि एक्लै त हिँड्नु पऱ्यो अनि आज पनि एक्लै छु आइसक्यो मार्केट चाहिँ यही हो फेयरवे मार्केट म चाहिँ यहीँ आएको मलाई चाहिँ हल्का लाज पनि लागिरहेछ भिडियो खिच्नलाई अप्ठ्यारो लागिरहेछ
म चाहिँ आइसकेको छु। अब हजुरहरूलाई म चाहिँ देखाउँछु यहाँ के कस्तो के पाउँछ, कति पर्छ भनेर देखाउँछु। यता चाहिँ ड्रिङ्क्सहरू रहेछ अनि यहाँ चाहिँ छ रोटीलाई चाहिँ $7.49 पर्दो रहेछ। यता ब्रेडहरू छ अनि यो चाहिँ हामी आलु चिप्स भन्छौँ नेपालमा, यसलाई चाहिँ के भन्छ थाहा छैन। हो यो आलु चिप्सहरू रहेछ, यसलाई चाहिँ $4.39 अनि यहाँ चाहिँ छ कोक, यसलाई चाहिँ दुईटालाई $4 पर्दो रहेछ। अनि यता छ अरू चिप्सहरू अनि यता चाहिँ छ अन्डाहरूको चाहिँ प्राइसहरू हेरी छ। कुनैको $5, अब भित्र कति पिस छ अब त्यसमा भर पर्छ। कुनैको $6.99, कुनैको $7.99, कुनैको $4.99 त्यस्तै छ। अनि यो चाहिँ ससेज, अनि ससेजलाई चाहिँ त्यस्तै $6 समथिङ कति सेन्ट्स त्यस्तै कति पर्छ। यो चाहिँ यता मासुहरू छ $12, $9 हेरी छ कति वेट भएको। यो चाहिँ चिकन हो, यो चाहिँ कुनै $17, कुनै $12, कुनै $13, कुनै $16 त्यस्तै छ। यहाँ चाहिँ अलिकति महँगो रहेछ, हाम्रोतिरको मार्केटमा चाहिँ योभन्दा अलिकति सस्तो मासु पनि पाइन्छ। यहाँ चाहिँ छ मसलाहरू, नेपालमा पाउनेहरू मसलाहरू यस्तै $4, $5, $3, $2 यस्तैमा पाउँछ। यहाँ छ दालहरू छ यहाँ $5 अरे $5, यो पनि $5, $3, यो टिमुर $3 यस्तै छ। सबै खालको मसला छ यहाँ चाहिँ यस्तो छ, सबै मसला छ यहाँनिर चाहिँ। र अस्ति त सबै सस्तो देखेको थिएँ मासुहरू, सबैभन्दा नि मासु। आज त मासु त मैले किन्ने ठाउँभन्दा नि महँगो भेटेँ यार। अब के गरौँ, म फर्केर जान्थेँ, म के गरौँ। अब त्यही भिडियो बनाउँछु अनि अब खै के गर्छु थाहा छैन म। अनि यहाँ चाहिँ छ फर्सीलाई चाहिँ $2.49 1 LBलाई। अनि यहाँ छ मुला, यो कत्रो ठुलो मुला हो। अनि यहाँ बैगुन छ, के छ खै के हो यो मैले पनि चिनिनँ। यो चाहिँ फर्सी हो, बैगुन हो। फर्सी चाहिँ मेरो फेभरेट, त्यही भएर फर्सी चाहिँ एउटा लिइहाल्छु म। अनि अरू चाहिँ यस्तै छ सब्जीहरू। अनि यहाँ चाहिँ छ च्याउहरू, हेर्नु न रातो खोर्सानी हेर्न कति महँगो, त्यति थोरैलाई लगभग 5 सेन्ट्स भनौँ न। अनि यो चाहिँ हो च्याउहरू $5.99। अनि यो फुलकोपी आलुहरू छ अनि यस्तै छ फुलकोपी। अनि गाजर $1, $2 पर एलबीलाई चाहिँ $1, $2 त्यस्तो छ। अनि कागती छ, यहाँ चाहिँ कागती चाहिँ एउटालाई 99 सेन्ट्स। अनि यो चाहिँ फलफुलहरूको सेक्सन हो, यो चाहिँ स्याउ अनि 2.49 पर एलबीलाई रहेछ। अनि यतातिर छ अरू स्याउहरू खालको। अनि माथिको चाहिँ आरू जस्तो लाग्यो मलाई, खै होला आरू नै होला। अनि यता चाहिँ छ स्याउहरू, प्राय सबै एउटै दामको छ। अनि मैले चाहिँ अब भोलिदेखि काममा जानु छ, त्यही भएर स्याउ लाग्यो बिहान खाएर जानुको लागि। मैले चाहिँ केही भेटिनँ, मैले किन्न आएको सामान मैले भेटिनँ। अनि अब फेरि त्यही घर छेउकै वालमार्ट जानुपर्ने भयो मैले। मेरो $5 यत्तिकै बस पासको नाच भयो। मैले स्याउ किने, फर्सी किने, म फर्केँ झोला बोकेर। अब फेरि गाडी चढ, फेरि त्यही घर छेउ केहीमा जा, दुःख मात्र पाएँ धेर बाठी हुनाले। अब फेरि म गाडी चढेर घर छेउको वालमार्ट पुगेपछि हजुरहरूलाई देखाउँछु। म चाहिँ गाडीबाट ओर्लिसकेको छु, अब यहीँ घर छेउकै मार्केट जाँदैछु। अब यही हो, दुःख पाएँ आफ्नै ढङ्गले। अब चाहिँ यहाँ चाहिँ फिक्स भेटिन्छ, अलिक सस्तो भेटिँदैन राखिकाको। जहिले यहीँबाट नै किन्थेँ, अस्ति एकचोटि गएको थिएँ त्यहाँ अलिक सस्तो पाएको थियो र फेरि गएको सेल लागेको रहेछ। अहिले चाहिँ रहेन रहेछ, लाइक यहाँको भन्दा पनि महँगो क्या त्यहाँ चाहिँ अझ अहिले चाहिँ। अनि अब यहीँ जाँदैछु, अब यहीँ किन्छु ओर्छु, के किन्छु म हजुरहरूलाई देखाउँछु।
मेरो बुढाले काम गर्ने ठाउँ चाहिँ यही हो साथीहरू। यही गार्डन सेन्टर भनौँ के भनौँ, त्यसमै काम गर्नुहुन्छ। आइसकेको छु हिल साइड मलमा। अब अहिले चाहिँ म एक्लै भिडियो बनाउँदैछु। अब यो भिडियोलाई पनि हजुरहरूले माया गरिदिनु भयो भने चाहिँ म हस्बेन्डसँग पनि भिडियो बनाउँछु। यता आएको ओरेको उसले पनि खिचिदिनुहुन्छ नि त, उसको छुट्टी भएको दिन अनि मेरो पनि छुट्टी भएको दिन हामी त्यसरी मिलाएर खिच्छौँ। हाम्रो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यही हो हिल साइडको वालमार्ट चाहिँ। अब म यहाँ गएर के किन्छु हजुरहरूलाई देखाउँछु। यहाँ चाहिँ कहाँ के छ कस्तो छ भनेर मलाई थाहा छ, त्यही भएर यहाँ चाहिँ सामानहरू चाहिँ मलाई गाह्रो पर्दैन। यहाँ चाहिँ मैले भिडियोहरू केही पनि लिन थिएँ, मासुहरू मात्र लिएको थिएँ, त्यही भएर म चाहिँ सामान किनेर पनि आइसकेको साथीहरू यहाँ देख्न सक्नुहुन्छ। अनि अरू पनि सामान किनेको थिएँ मैले चाहिँ, तर मेरो कार्ड अनफर्चुनेटली चलेन। धन अलिअलि भयो क्यास बोकेको थिएँ, त्यही पैसाले अलिअलि किने। कार्ड चाहिँ चलेन, थाहा छैन के भन्छ मेरो कार्डलाई। वाट्स रङ विथ दिस कार्ड वाक्क लगाइसक्यो। अनि अब चाहिँ लुखुर हिँड्दै घर जान्छु म चाहिँ। अनि अब आजको लागि सायद यति नै होला मेरो भ्लग। हिँड्दै मेरो बुढोको ओका लाग्यो, त्यही भएर म यहाँ बिसाएँ। अब चक्लेट खाँदैछु म चाहिँ। अब के गर्नु, दुब्लाउँछु भन्छु, चक्लेट देखिहाल्छु, चक्लेट खानु मन लागिहाल्छ साथीहरू। लु अब चाहिँ धेर बस्दिनँ, जति धेर बस्छु होइन त्यति धेरै अल्छी लाग्छ। अब म चाहिँ हिँडै गएको म साथीहरू। ल हस्त साथीहरू, म चाहिँ घर पनि आइसकेको छु। हेर्नुहोस् म चाहिँ घर आइसकेको छु। अनि आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ, सपोर्टिङ, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। हजुरहरूले अझै पनि माया गर्नुभयो भने चाहिँ हामी अरू पनि भिडियो लिएर आउने नै छौँ। त्यति चाहिँको लागि चाहिँ